यो चक्लेटी लुक्स त मलाई मनै परेको थिएन। म 30 वर्षको मान्छेलाई कहाँ 16 वर्ष बनाइदियो। अमेजिङ है। अब बिहान उठे आकाश गडाङ गुडुङ थियो, पानी त्यस्तै परिरहेको थियो, कपडा धुनुपर्ने, बाइक त आकाशको पानीले पखालिदिएछ। यो चाहिँ तरुल हो, ड्याडीले कहाँबाट ल्याउनु भयो थाहा भएन मलाई। हाम्रो घरमा एउटा हाँस छ, बिजोडी जोडी त अस्ति खाइहाल्यो है। फर्सी फल्दै रहेछ। म उठ्दाखेरि मम्मीले सुँगुर चारो दिइसक्नु भएको रहेछ है। सुँगुर पनि सानो हो र हाम्रोमा थोरै छ र, ऊ सानो बच्चा भने फाल्टै, उता उता फाल्टै है। अनि म पसल आउँदा यस्तो थियो मौसम। अनि मेरो पसल आएर डन्डीफोर चाहिँ ओठको मासतिर थियो र छलाउँदै बसिरहेको थियो। त्यत्तिकैमा कस्टमरको अब क्लिप बनाऊँ त भनेको, बनाइदिनु भने होइन। त्यस पछाडि मैले यो कप त खाली छ भन्नु होला फेरि, मैले आफै खाएर खाली बनाएको है। त्यस पछाडि म कपाल काट्ने मान्छेले फेरि आफ्नैमा कपाल काट्नु नमिल्ने, त्यही भएर अरूको पसलमा गएको है। अनि म चाहिँ कस्तो इनोसेन्ट देखिएको छु मेरो कपाल कट हुँदै गर्दाखेरि। सो फाइनली लुक्स चाहिँ तपाईँहरूले अघि पनि हेर्नुभयो होइन। यही हो, कस्तो लाग्यो कमेन्ट गर्नुहोस् है त।